भन्दाखेरि शनि बलियो भएर बसेको मानिस कस्तो हुन्छ भन्दाखेरि अलिकति डिसिप्लिन हुन्छ, अनुशासित हुन्छ हैन, धैर्यशील हुन्छ र त्यो मान्छेले आफ्नो जिम्मेवारीलाई एकदमै बुझेको हुन्छ के त्यस्तो मान्छेहरू। र त्यहाँ चाहिँ कस्तो हुन्छ भने बलियो भएर बस्दाखेरि शनिलाई नै एउटा भाग्यकारक भन्न सकिन्छ हैन, लग्नको पर्सपेक्टिभले कुरा गर्दाखेरि। र त्यस्ता मान्छेको लागि शनि भनेको ठुलो प्लानेट हो, भारी भरकम प्लानेट हो, स्लो प्लानेट हो। त्यसको लागि के हुनसक्छ भन्दाखेरि उसको भाग्य अलिक ढिलो खुल्न सक्छ हैन, तर पछि के हुन्छ भन्दाखेरि एकदमै स्थिर हुन्छ र टिकाउ बन्न जान्छ के। र त्यसकै हिसाबले यदि लग्न यदि ग्रह कमजोर छ, अफ्लिक्टेड छ, त्यो ग्रहलाई कुनै तरिकाले चाहिँ नि अफ्लिक्सन मानिन्छ भने त्यहाँ त्यो ग्रहलाई कमजोर भनेको हामीले बुझ्न सकिन्छ। त्यस्तो अवस्थामा मानिसको जुन क्षमता भए पनि हैन, किनभने कुण्डलीको अरू भाग पनि हेरिन्छ, राम्रो छ, क्षमता छ, तर पनि जीवनमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि बाधा र उचनिच, तपाईँको भाग्यमा उचनिच देखिन सक्छ, किन भन्दाखेरि लग्न कमजोर भएको भएर।